सबैलाई नमस्कार है। यो चाहिँ आज बुल्गिरियाबाट के छ भन्दाखेरि बुल्गिरियामा चाहिँ अहिले एकदम लेबर सर्टेज वर्करहरू चाहिरहेको छ धेरै। अहिले न्युजमा नि हेरेँ 50,000 समथिङ त्यस्तो चाहिरहेको छ। सो त्यही भएर चाहिँ मैले के भन्न लाग्यो भन्दाखेरि तपाईँहरू बुल्गिरियामा चाहनुहुन्छ भने अहिले चाहिँ तपाईँ आफैले अप्लाई गर्न सक्नुहुन्छ अनलाइन मार्फत है। सो त्यसको लागि चाहिँ तपाईँले के गर्नुहुन्छ भने गुगलमा गएर jobsbusy.com मा गएर चाहिँ तपाईँ आफैले काम चुज गरेर तपाईँ आफैले आफूसँग भएको डकुमेन्ट चाहिँ अप्लाई गरेर चाहिँ तपाईँले अफर लेटर पाउन सक्नुहुन्छ हैन। jobsbusy.com मा गएर है, त्यहाँ गएर तपाईँ आफैले काम चुज गरेर हैन, तपाईँको एक्सपिरियन्स के छ त्यो डकुमेन्ट चाहिँ चाहिन्छ, एक्सपिरियन्स सर्टिफिकेट, पासपोर्ट हैन, फोटो चाहिन्छ। त्यो हालेर चाहिँ तपाईँ आफैले अप्लाई गर्न सक्नुहुन्छ। अनि अब सकेसम्म तपाईँ आफै ट्राई गर्नुहोस् पहिला। अब एजेन्टहरू मेन तौरबाट नगर्नुहोस्, आफै ट्राई गर्नुहोस्, भएन भने मात्रै गर्नुहोस्। र अहिले चाहिँ एकदम चान्स धेरै छ किनकि एकदम लेबर सर्टेज छ हैन। सिजनलको लागि भयो भने अब अहिले 7-8 लाख लिन्छ नि त नेपालमा। सो त्यही भएर चाहिँ आफैले अप्लाई गरेर अब एकदम भनौँ न थोरै कस्टमा आउन सक्यो भने धेरै राम्रो। सो त्यही भएर मैले चाहिँ के भन्न चाहन्छु भने तपाईँहरू आफै अप्लाई गर्नुहोस्। गुगलमा गएर jobsbusy.com मा गएर चाहिँ तपाईँले आफैले चुज गर्नुहोस् त्यहाँ हैन। कम्पनी चुज गरेर चाहिँ तपाईँले आफूसँग भएको डकुमेन्ट चाहिँ त्यो कम्पनीलाई मेल गरेर चाहिँ तपाईँले अफर लेटर पाउन सक्नुहुन्छ। सो त्यही भएर तपाईँ आफै ट्राई गर्नुहोस् पहिला, भएन भने मात्रै अन्त ट्राई गर्नुहोस् है त।